कार्तिक 11 गतेदेखि निरन्तर परिराखेको पानीका कारण दाङका किसानहरूको भित्र्याउनका लागि तयार भएको धान बालीमा ठूलो नोक्सानी गरेको छ। मौसमको ख्याल नगर्दा धेरै किसानहरूले धान बाली काटिसकेका थिए। अब यो धानको बिक्री गर्दा मूल्य पनि नआउने र पराल वस्तुभावले नखाने भएका कारण किसान चिन्तामा छन्। पानी आउँछ भनेर थाहा भयो त हुन्थेन, यस्तो गर्न्थेनौँ। अब मान्छेले खानेको लागि चामल पनि काटेर सबै धान टुक्रा टुक्रा भइहाल्छ चामल, अनि धान पनि कालो भइयो, पराल पनि कुहिएर कालो हुने बस्छ। वस्तुभावको लागि पनि अब खाँदैन होलान्। यतातिर पानी आउँछ भन्ने कुरा थाहा भएन। पानी आउँछ भने थाहा भइदिएको आज मेसिन लगाएर काट्थेनौँ। लगभग 17 कट्ठा धान थियो। 17 कट्ठा खेतको धान सबै काटेर लम्लेट छ। तिहार अघि दाङका 60% किसानले धान भित्र्याइसकेका थिए भने बीचमा तिहार पर्व परेका कारण 40% किसानले धान बाली भित्र्याउन पाएका थिएनन्। तिहार लगत्तै धान बाली भित्र्याउन थालेका अधिकांश किसानले धान काटिसकेका थिए। तर मौसममा आएको परिवर्तनका कारण काटिसकेको धान खेतमै भिजेपछि किसानलाई चिन्ता थपिएको छ। अहिले जिल्लाका किसानहरू मौसमको छेको हेरेर खेतका गरामा भरिएको पानी तर्काउने र भिजेको धान केही बचाउन सकिन्छ कि भनेर सडकका छेउ तथा अग्ला ठाउँमा सारिरहेका छन्। पहिले जो ढालिसकेका थियो, अब के गरौँ, त्यही हो तपाईँको। अब ढालिसकेपछि अब के गरौँ भन्ने त भइगयो। पानी आएपछि 17 कट्ठाको खेत सब खेतैमा छ, पानीमा डुब्या छ। अब के खाने हो, त्यति हो। अब के गर्ने। कार्तिक 11 गतेदेखि दाङमा सुरु भएको वर्षा अहिले पनि भइ नै रहेको छ। मौसममा सुधार नआए खेतमा भिजेको धान उम्रने र अब के खाने भन्ने समस्या किसानलाई छ। सबै खेतहरू धान नै छ, डुबिया छ सबै। पानीले सबै डुबाइदियो। अब पनि पानी आउनु सबै उम्रिने हो। त्योभन्दा अरू विकल्पै छैन। फेरि रोप्ने टाइम पनि होइन। अब त 1-2 दिन पानी परिदियो भने सबै उम्रिने हो। त्योभन्दा अरू एकपटक 2 पटक पानी आइदियो भनेपछि उम्रिने भन्दा अरू ठाउँ नै छैन। 37,225 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको दाङमा 98% अर्थात् 36,481 हेक्टर क्षेत्रफलमा यो वर्ष धान रोपाई भएको थियो। गत वर्ष 1,78,736 मेट्रिक टन धान उत्पादन भएको दाङमा यस वर्ष वर्षा र मलखातको राम्रो व्यवस्था भएर समयमै धान रोपाई भएकाले 5 देखि 6% धान उत्पादनमा वृद्धि भई 1,87,672 मेट्रिक टन धान उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रको थियो। तर काटेको धान खेतमै भिजेपछि धान उत्पादनमा गिरावट आउने देखिएको छ। मौसमको पूर्वानुमान नगरी अधिकांश किसानहरूले सबै धान काटिसकेका थिए। अब 1-2 दिन घाम नलाग्ने हो र चाहिँ यो मौसममा सुधार नआउने हो भने सबै किसानहरूको धान खेतमै कुहिने अवस्था छ।